एचआइभी चाहिँ लामखुट्टेको टोकाइबाट सर्दैन हैन। मलाई कमेन्टमा चाहिँ धेरैले सोध्नु भएको थियो यो के हो भनेर। त्यही भएर सपोज एचआइभी लागेको मान्छेलाई लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले आएर चाहिँ हामीलाई टोक्यो अथवा एचआइभी नलागेको मान्छेलाई चाहिँ टोक्यो भने चाहिँ एचआइभी सर्दैन है त। लामखुट्टेले एचआइभी सार्न सक्दैन। अब एचआइभी सर्ने तरिकाहरू त हामीलाई थाहा छँदैछ, कारणहरू होइन। असुरक्षित यौन सम्पर्क हैन, यो एचआइभी लागेको मान्छेसँग असुरक्षित यौन सम्पर्क भयो भने, धेरैजनासँग भयो भने चाहिँ त्यो रेसियो बढ्ने भयो नि त, रेट बढ्ने भयो। धेरैजनासँगको यौन सम्पर्क भयो भने त्यसपछि ड्रग युजरहरूले एउटै सिरिजले चाहिँ धेरैजनाले युज गर्छन् र कुनै एकजनालाई चाहिँ इन्फेक्ट भएछ भने चाहिँ त्यहाँबाट सर्ने भयो हैन। ब्लड ट्रान्सफ्युजनबाट, हस्पिटलमा ब्लड ट्रान्सफ्युजनबाट। तर यो अलि रेयर नै भइसक्यो अहिले चाहिँ, एकदम स्क्रिनिङ हुन्छ ब्लड प्रडक्टहरू। त्यही भएर अनि अर्को भनेको छ आमाबाट बच्चालाई प्रेग्नेन्सी हुँदाखेरि, बच्चा पाउँदाखेरि र स्तनपान गराउँदाखेरि, पछि बच्चालाई दुध खुवाउँदाखेरि पनि एचआइभी सर्न सक्छ। एकदमै धेरै रिस्क छ त्यसको पनि है त। र नसर्ने चाहिँ कतिखेर त धेरैलाई त्यो पनि थाहा छ, हक गरेर, सँगै खाएर, सँगै हिँडेर, एउटै कपडा लगाएर, सँगै खेलेर, एउटै अफिसमा काम गर्दाखेरि कहिले पनि एचआइभी सर्दैन है त। त्यही भएर हामीले चाहिँ एचआइभी लागेको मान्छेहरूलाई चाहिँ माया गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ, उहाँहरूलाई पनि बाँच्ने आधार बनाइदिनुपर्छ हामीले पनि है त। त्यही भएर यो कुरा चाहिँ बुझ्न जरुरत छ है। ओके, थ्याङ्क यू, नमस्कार।